दर्शक महानुभावहरू नमस्कार। यो हो जनआवाज न्यूज अपडेटमा यहाँहरूलाई स्वागत छ। हामी निकै महत्त्वपूर्ण समाचारका साथ उपस्थित भएका छौं। कृपया अन्त्यसम्म साथ दिनुहोला। यदि हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी साथ दिनुहोला। सुरु गरौं आजका मुख्य समाचार। रासपको मुस्ताङ जिल्ला समिति गठन। जेएनजी मुभमेन्ट नेपालले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा। चुनाव खर्च दिनौ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न सुझाव। रामपुर नगरपालिकामा मङ्सिर 9 गते सार्वजनिक बिदा। यसपटक हिउँदैमा पूर्ण थालियो काठमाडौँको सडकका खाल्डा। यी र यस्तै महत्त्वपूर्ण समाचारका साथ उपस्थित भएका छौं। कृपया अन्त्यसम्म साथ दिनुहोला। सुनौ अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारहरूलाई नियुक्ति दिलाएको विषयमा जेएनजी युवा अगुवाहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ध्यानाकर्षण गराउँदैछन्। द काउन्सिलिङ अफ जेएनजी सुदन गुरुङ समूहले प्रधानमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको हो। सुदन गुरुङ समूहका सदस्य अनिल बानियाले भने, आज प्रधानमन्त्रीलाई भेट्न जाँदैछौ, तर 10 बजे जान कि कति बेला भन्ने टुङ्गो लागिसकेको छैन। जे होस् आज जान्छौ। श्रेष्ठले परिवारका सदस्य र नातेदारहरूलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको समाचार अनलाइन खबरले सार्वजनिक गरेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सम्बन्ध स्रोतका अनुसार नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन्। स्रोतका अनुसार नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्ति भएकी छन्। संगीता र कमला दुवै एक दिन अर्थात् असोज 2 गते नियुक्ति भएका हुन्। सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो। नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्ति भएका थिए। यो समाचार सार्वजनिक भएपछि प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने र उनले दिलाएका नियुक्ति खारेज गर्नुपर्ने माग जेएनजी युवाहरूले गर्दै आएका छन्। सुदन गुरुङ समूहले पनि जेएनजी पुस्ताको आन्दोलनको दुरुपयोग भएको टिप्पणी गरेको छ। हामीले सुशासन मागेका थियौं, तर यस्तो कल्पना गरेका थिएनौं, सुदन समूहका सदस्य बानियाले भने। यसैगरी जेएनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ। कार्की नेतृत्वको सरकारले गैर जिम्मेवारी निर्णयहरू गर्न थालेको भन्दै मुभमेन्टले बहिष्कारको चेतावनी समेत दिएको छ। सोमबार विज्ञप्ति जारी गर्दै जेएनजी मुभमेन्ट नेपालले ऊर्जा मन्त्री कुलमान घिसिङ, आर्थिक अनियमितता मुछिएको अर्थमन्त्री रामेश्वर खनालले डोल्मा कम्पनीलाई गैरकानूनी कर छुट दिएको तथा महान्यायाधिवक्ता सविता बराल भण्डारीले किशोरीहरूको डिम्ब बिक्रीमा मुछिएकालाई छुट दिएको तथा प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिवले समेत आफन्तलाई नियुक्ति दिएको आरोप लगाएको छ। यस्तै गृहमन्त्री ओम प्रकाश अर्यालले समेत काकालाई डीआईजी बनाउन सशस्त्र प्रहरीमा दरबन्दी थपेर पदीय दुरुपयोग गरेको विज्ञप्तिमा उल्लेख छ। जेएनजी मुभमेन्टले विद्रोहका आधार सुशासनका लागि प्राण अर्पण गरेका शहीद घाइतेहरूसहित नेपाली जनताप्रति गम्भीर अपमानमा लाग्दा सरकारले नैतिकता र जनविश्वास दुवै गुमाएको जनाएको छ। अनन्त हामी सुशीला कार्कीलाई तत्काल पदबाट राजीनामा दिन र जेएनजी विद्रोहको भावना तथा जनआकांक्षामाथि कुठाराघात नगर्न आह्वान गर्दछौं। जेएनजी मुभमेन्टले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, सत्ता कु गरेर बनेको सुशीला कार्की र उनको मन्त्री परिषदलाई सार्वजनिक रूपमा बहिष्कार गर्दै अवज्ञा गर्न समग्र देशवासीलाई आह्वान गर्दछ। यसपटक भने काठमाडौँमा हिउँदमै पूर्ण थालिएको छ ठूला खाडलहरू। असारमा खर्च हुन बाँकी बजेट सक्न धमाधम खाल्डा पुर्ने प्रवृत्ति हटाउँदै सरकारले यसपटक हिउँदमै काठमाडौँका सडक मर्मतको कामलाई तीव्रता दिएको छ। काठमाडौँ सडक डिभिजन कार्यालयका अनुसार अहिले काठमाडौँको मुख्य सडकमा रहेका खाल्डा खुल्डी मर्मत र कालोपत्रे गर्ने कामलाई तीव्रता दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सुन्दर, सफा र सुरक्षित शहर निर्माणको लक्ष्य सहित काठमाडौँ उपत्यकामा सडकको नियमित मर्मत सोमबार सुरु गरिएको जानकारी दिएका छन्। उनले सडक मर्मतको कामलाई नियमित र प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन्। हिउँदको सुरुवातमै हुने विकास निर्माणको कामबाट एकातर्फ पुँजीगत खर्च भई अर्थतन्त्र चलायमान हुन्छ भन्ने काम समेत गुणस्तरीय हुन्छ। सरकारले हरेक वर्ष 10 अर्ब रुपैयाँ हाराहारी बजेट सडक मर्मतमा छुट्याउने गर्छ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले हिमाली जिल्ला मुस्ताङमा पनि संगठन विस्तार गरेको छ। कार्यवाहक सभापति डीपी अर्यालको उपस्थितिमा भएको पहिलो जिल्ला भेलाले सुदेश गुरुङको नेतृत्वमा समिति गठन गरेको हो। भेलाबाट उपसभापतिमा विष्णु थकाली, सचिवमा जीवन हिराचन, सहसचिवमा पासङ डोल्मा गुरुङ, कोषाध्यक्षमा शङ्कर गुरुङ चयन भएका छन्। यसैगरी सदस्यहरूमा खुमसुङ आङ्गी गुरुङ, तेम्बा गुरुङ, वाक्सु शेर्पा, सचिना नेपाली र हरिप्रसाद थकाली रहेका छन्। भेलाले जिल्लाको संगठन विभागको संयोजक सन्तोष गुरुङ र उपसंयोजक प्रेम पौडेललाई तोकेको छ। साथै र्यापिड एक्सन टिम आरएटी को नेतृत्व पनि चयन गरिएको छ। र्यापिड एक्सन टिमको संयोजक महेन्द्र गुरुङ र उपसंयोजक आशिक गुरुङ रहेका छन्। रासपा गठन भएको 40 महिनापछि मनाङमा पार्टी संरचना बनेको हो। आइतबार भएको पहिलो जिल्ला भेलाका लागि केन्द्रबाट कार्यवाहक सभापति अर्याल सहित नेताहरू शङ्कर श्रेष्ठ र साजन शर्मा मनाङ पुगेका थिए। रासपाको कमिटी गठन हुन बाँकी अब मनाङ र डोल्पा जिल्ला रहेका छन्। पहिलोपल्ट संसदीय समिति बैठकमा ऊर्जा मन्त्री घिसिङ, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ मन्त्री भएपछि पहिलोपटक संसदीय समिति बैठकमा सहभागी भएका छन्। सोमबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्री घिसिङ सहभागी भएका हुन्। बैठक उनी चालु आर्थिक वर्षको मन्त्रालय लगायत बजेट कार्यान्वयन प्रगति, भारतसँगको हालसालै भएको विद्युत खरिद बिक्री सम्झौता, सरकारले गरेको खर्च कटौतीको कारण र मन्त्रालयहरूको कार्य सम्पादनका विषयमा जवाब दिन उपस्थिति भएका हुन्। त्यस्तै मन्त्री घिसिङ संघीय संसद भवन निर्माणको प्रगति, सुनकोशी मोरिन डाइभर्जन र रानी जमरा सिँचाइ आयोजनाका विषयमा छलफलका लागि सहभागी भएका हुन्। सुदूरपश्चिम रोयल्सको युनिटी राम्रो, पूर्णन्दु घोष। क्रिकेट प्रशिक्षक पूर्णन्दु घोषले सुदूरपश्चिम रोयल्सको टिम युनिटी एकदम राम्रो रहेको बताएका छन्। अनलाइन खबर.com को सिद्धार्थ बोइङ ओके एनपीएल बजमा कुरा गर्दै घोषले सुदूरपश्चिम टिमको युनिटीले टिम राम्रो बनाएको बताएका हुन्। यो टिममा नेपालका अनुभवी प्रशिक्षक छ। यस्तै सुदूरपश्चिम रोयल्सको युनिटी राम्रो छ जुन क्रिकेटमा महत्त्वपूर्ण हुन्छ। एनपीएलको दोस्रो सिजन अन्तर्गत सोमबार पनि डबल हेडर 2 खेल हुँदैछ, जसमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले वेस्टर्न डर्बीमा कडाली एक्ससँग खेल्दैछ। कीर्तिपुर स्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा यो खेल अपराह्न 4 बजे खेल सुरु हुनेछ। सुदूरपश्चिम र कडाली एक्स दुवै टिम राम्रो रहेको, खेल प्रतिस्पर्धात्मक हुने घोषणाले बताए। यस खेलमा सुदूरपश्चिम थोरै माथि रहन सक्ने उनले बताए। यद्यपि कडालीले सुदूरपश्चिमलाई सरप्राइज दिन सक्ने समेत उनको अनुमान छ। यस्तै इस्टर्न डर्बीमा साबिक विजेता जनकपुर बोल्ट्सले विराटनगर किङ्ससँग पहिलो खेल खेल्दैछ। विराटनगर र जनकपुरको खेल बिहान 11:45 बजे सुरु हुनेछ। प्रशिक्षक घोषले विराटनगर लगातार 2 खेल जितेर कन्फिडेन्स रहेको र यस खेलमा विराटनगरको पल्ला भारी हुन सक्ने बताए। यस्तै जनकपुरले पनि पहिलो खेल गुमाए पनि पुनरागमन गर्न सक्ने बताए। घोषले यस खेलमा विराटनगरले जित्न सक्ने अनुमान गरे। एनपीएल दोस्रो संस्करणको सम्पूर्ण खेलको प्रत्येक बल अपडेट अनलाइन खबरले गरिरहेको छ। त्यसका लागि अनलाइन खबरको होम पेजमा गएपछि खेलको टाइटलमा क्लिक गर्नुपर्नेछ। त्यहाँ तपाईले बल अपडेट पाउनुहुनेछ। त्यस अलावा भिडियो लगायतका अन्य सामग्रीहरू पनि हेर्न र पढ्न पाउनुहुनेछ। कर्णालीका 311 वटा सहकारी सङ्कटमुक्त, जनताको 8 अर्ब बढी बचत सुरक्षित। विभिन्न सहकारीले बचत अपचलन गरी बदनामी कमाइरहेको बेला कर्णालीका सहकारी भने सङ्कटमुक्त देखिएका छन्। सहकारीमा समस्या नआउँदा शेयर सदस्यहरूले 8 अर्ब भन्दा बढी बचत रकम सुरक्षित रहेको पाइएको छ। नियमित अनुगमन तथा सुपरिवेक्षणको क्रममा अन्य जस्तो कर्णाली प्रदेशभित्रका सहकारीमा खासै समस्या नरहेको निष्कर्ष कर्णाली प्रदेश सरकार अन्तर्गत रहेको भूमि व्यवस्था तथा सहकारी रजिस्टरको कार्यालयले निकालेको छ। कार्यालयका अनुसार कर्णाली प्रदेशमा 311 वटा सहकारी संस्था सञ्चालित छन्। तीमध्ये